लो केटाहरू काम गर्न सुरु गर्यो आज चाहिँ हिजो चाहिँ लजा सकेर आज चाहिँ यहाँ तल जानेछु यस्तो गरेर साथमा पूजातिर अरू कामहरू पुरा धुने कामहरू धुँदैछु होइन ओगाठा नि ल अब लाग्यो है हामी चाहिँ यस्तो भएर चाहिँ यहाँ साथीहरू अब केटाहरूले यो पालि लोसारमा यति मात्र काम हो यति काम गरिसकेपछि हाम्रो लोसार सिद्धियो अब हृदयले तल पुगेको दामी खाजामा चाहिँ कौडी पाकेको रहेछ अनि कौडी खाएर टक्क 3 जना चाहिँ तोर्मा बनाउन थाल्यो हामी 3 जना चाहिँ दमाङ पढ्यो है दमाङ पढिसक्यो हजुर यता छिमे अलि लुगा ल्याइदिरहेछन् यता तर्म बनिरहेछ अलमस्टले लु बनिराख्नु भएको छ भावनाले अन्नाको बनिराख्नु भएको छ दोमाङ तोर्मा सबै पढिसकेर गरिसकेर अनि अब चाहिँ खाना खाने समय आइपुगेको छ हाम्रो खाना खाएर एकैछिन आराम गरी फेरि हामी पूजा सुरु गरे
ल साथीहरू हाम्रो पूजा पनि सक्यो अहिले चाहिँ आराम साथ हामी यहाँबाट जानुपर्ने हुन्छ उकालो गुम्बामा बाइकमा जान्छ पर आउँदैछु 6 नम्बर गुम्बा लाग्नुपर्छ साउथको हो नि त उसको त साउथको हो नि त बाइकले तानेन गाह्रो छ उपर मान्छेहरू नि हिँडेर आउँदैछ त्यहाँबाट चाहिँ अरू त तान्दो रहेछ हाम्रो बाइकले चाहिँ नतान्ने भयो गाह्रो छ तल आउँदैछ अरू माथि पर्खिरहेको छ दुईजना अघिको दाइहरू मरेर चढ्दैछ नि बिचरा यस्तो टाढो भोक छ है भोलेको मात्रै उल्टै भएको छ जस्तो अनि के भएको हेर 1 2 3 ऊपर बर्खेछ अब यहाँबाट चाहिँ हामी तल निरबहादुर गुरुङ नोर्ला होमस्टेमा चाहिँ खाना खानु इन्भाइट आएको थियो त्यही भएर हामी खाना खान जाँदैछु अहिले चाहिँ क्रसिङ देखाउनु मिल्दैछ चौधरी के गर्दैछ के भयो भाइ ओए चौधरी ओए भाइ ओ चौधरी अब खाना खानुपर्छ 5 गरी भोलि यहीँ बनाउने भयो लसो धन्यवाद खानाको लागि